नमस्कार। आज म तपाईलाई जीवन बिमाको बारेमा केही जानकारी गराउन चाहन्छु। तपाईले जीवन बिमा लिनु भएको छ, लिने सोच बनाउनु भएको छ। तपाई देशमा हुनुहुन्छ, विदेशमा हुनुहुन्छ भने तपाईको लागि राम्रो योजनाको बारेमा केही कुराकानी गर्न चाहन्छु। तपाईले जीवन बिमा गर्ने भनेको घरको जिम्मेवारी व्यक्तिको लागि जीवन बिमा के छ जरुरी छ। तपाईले पैसा जोगाउनको लागि पनि के छ जीवन बिमा जरुरी छ। तपाईलाई अप्ठ्यारो पर्दा गाह्रो पर्दाखेरि पनि तपाईको लागि जीवन बिमा के छ जरुरी छ। त्यस्तै गरी तपाईले भोलिको दिनलाई सहज तरिकाले जीवन जिउनको लागि पनि जीवन बिमा के छ जरुरी छ। त्यसैको लागि तपाईले 15 वर्षको लागि बिमा गर्न सक्नुहुन्छ। तपाईले त्यसै गरी 20 वर्षको लागि के गर्न सक्नुहुन्छ बिमा गर्न सक्नुहुन्छ। त्यसै गरी तपाईले 15 वर्षलाई 20 वर्षलाई बिमा गर्नुहुन्छ। 15 वर्ष 20 वर्षको तपाईले के गर्नुहुन्छ बोनस लिनुहुन्छ। 15-20 वर्षको बिमाका सुविधाहरू लिनुहुन्छ। 15-20 वर्षको लागि अन्य थप सुविधा लिनुहुन्छ। तर पैसा चाहिँ तपाईले जम्मा 8 वर्ष मात्रै बचत गर्नुपर्छ। त्यसपछि तपाईले पैसा के गर्नुपर्छ बचत गर्नु पर्दैन। त्यो भएको कारणले अहिले असारको महिना छ। आज असारको कति गते भयो 6 गते भयो। त्यो भएको कारणले यदि तपाई जीवन बिमाको यस्तो 15 वर्षको 20 वर्षको बिमा जम्मा 8 वर्ष मात्रै बचत गर्ने योजना लिन चाहनुहुन्छ भने तपाईले डिटेलमा जानकारी लिनुपर्ने हुन्छ। यसमा थप अन्य सुविधाहरू छ। थप अन्य सुविधाको बारेमा जानकारी लिनलाई बुझ्नलाई र फाइदा लिनको लागि तपाईले के गर्न सक्नुहुन्छ व्हाट्सएपमा के गर्न सक्नुहुन्छ कनेक्ट गर्न सक्नुहुन्छ। तपाईले भिडियो हेर्दिनु भएकोमा तपाईहरुप्रति हृदयदेखि धन्यवाद दिन चाहन्छु।